यहाँ झरना घुम्न आउँछन् होइन, आएर हेर्नुहोस् त यहाँको यो प्रकृतिले सौन्दर्यले भरिएको हाम्रो यो ठाउँ 3 तले झरना। तपाईँहरू आउनुहोस् होइन, तर यो झरना घुम्न आउनुहोस्, आएर यो प्रकृतिले सौन्दर्यले भरिएको यो ठाउँमा आएर चाहिँ यसरी चाहिँ यो फोहोर चाहिँ नगरिदिनु होला होइन। हेर्नुहोस् त यो कति धेरै फोहोर छ, बोतलहरू भयो, प्लस यो कोल्ड ड्रिङ्क दारूका बोतलहरू अनि बियरका बोतलहरू जथाभावी। यसमा चाहिँ यो अन्य चिजहरू चाहिँ यसरी चाहिँ यो थुप्रै यो फोहोर गरेको छ कि यो चारैतर्फ यो हाम्रो यो 3 तले झरनाको वरिपरि यसरी फोहोर गरेको छ। प्लिज 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 होइन, तपाईँहरू आउनुहोस्, झरना घुम्नुहोस्, प्रकृतिको सौन्दर्यको मजा लिनुहोस्, किनभने प्रकृति हाम्रो सम्पत्ति हो, हामीले यसले जोगाउनुपर्छ। यसरी यो फोहोरहरू गरेर फाल्नु हुँदैन। त्यसैले तपाईँहरू पनि प्लिज सचेत रहनु होला, आइन्दादेखि यसरी चाहिँ यो फोहोर मैला चाहिँ नगरिदिनु होला, किनभनेपछि हामीले हाम्रो सौन्दर्यले हामी आफैले जोगाउनुपर्छ है। जो कसैले पनि यो भिडियो देखिहाल्नु भएको छ भने चाहिँ भिडियोलाई चाहिँ यति धेरै सेयर गरिदिनु होला, यति धेरै सेयर गरिदिनु होला कि हाम्रो यो 3 तले झरनाको चाहिँ सौन्दर्य अझ बढाइदिनु हुन अनुरोध गर्दछु।